सुगर छ, कोलेस्ट्रोल छ, हार्टको समस्या छ, साथै तपाईको पित्तमा पथरी छ र यो समस्याबाट चाहिँ तपाईँ एकदमै छुटकारा पाउन चाहनुहुन्छ भने तपाईँ चाहिँ एउटा चिजलाई चिया पकाएर खानुस्, जुन कि हाम्रो घर वरिपरि एकदमै प्रशस्त मात्रामा छ र त्यसलाई चिया बनाउनुस् र खानुस्। तपाईँ चाहिँ यो समस्याहरूबाट चाहिँ एकदमै मुक्ति पाउन सक्नुहुन्छ। अब यसलाई कसरी पकाउने? प्रत्येक दिन आजभोलि प्रशस्त मात्रामा यो हाइबिस्कस घन्टी फुल चाहिँ यो फुलिरहेछ, जताततै छ अहिले। यो फुललाई चाहिँ तपाईँ आफ्नो बारीमा रोप्नुहोस् या कि छिमेकीबाट ल्याउनुहोस् र एउटा फुललाई यो फुललाई चाहिँ यसरी यो केसर जस्तो यो फुललाई फाल्ने र यसलाई 2 गिलास पानीमा पकाउने एकजनाको लागि र यसलाई चाहिँ र पकाएर आधी 1 गिलास पानी बस्छ, त्यो पानीलाई खाली पेट बिहान खानुस्। तपाईलाई जुन सुगर एकदम हाई भएको छ, 300-400 बढेको छ, त्यो सुगरलाई चाहिँ बिस्तारै 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 कन्ट्रोल गर्छ। साथै तपाईको शरीरमा एकदम कोलेस्ट्रोल छ, त्यो कोलेस्ट्रोलले गर्दा चाहिँ मुटुमा मार्ने सम्भावना हुन्छ, हार्ट एट्याक गराउँछ। त्यो हार्ट मुटुलाई चाहिँ हेल्दी बनाउँछ र तपाईको जुन कोलेस्ट्रोल छ, कोलेस्ट्रोल ब्याड कोलेस्ट्रोललाई कम गरेर गुड कोलेस्ट्रोल बनाउनमा एकदमै मद्दत गर्छ। साथै तपाईको शरीरमा एकदमै त्यो शरीरमा कतै इन्फ्लेमेसन छ, सुजन छ, त्यो सुजनलाई घटाउने काम गर्छ। यसको चिया खाँदा चाहिँ तपाईको फेसमा पनि ग्लोइङ ल्याउने काम गर्छ, किनभने यसमा भिटामिन प्रशस्त मात्रामा छ र एन्टिअक्सिडेन्ट छ, जसले तपाईको लिभर सम्बन्धी समस्या छ, लिभरलाई पनि डिटक्स गर्ने गर्दछ र लिभरलाई पुनः नयाँ बनाउने काम गर्दछ। साथै त्यस्तै तपाईको फेसमा एकदम रिङ्कल छ, पिगमेन्टेसन चायापोते पुरै भइसकेछ भने यसलाई कुटेर यसको जुस निकालेर यसमा बेसन मिक्स गरेर अलिकता मह मिसाउने र आफ्नो फेसमा चाहिँ फेस प्याक लगाउने र 15-20 मिनटपछि धुने। यसले गर्दा चाहिँ तपाईको फेसमा पिगमेन्टेसन, रिङ्कल्स, फाइन लाइनबाट चाहिँ तपाईँ त्यो एक्ने पिम्पल्सबाट तपाईँ छुटकारा पाउनुहुन्छ। साथै त्यो पित्तको पथरी छ भने तपाईँ यसको चाहिँ चिया बनाएर खानुस्, या एभाइलेबल छैन भने अहिलेको समयमा म हेर्नुहोस् त टिपेछु, यो फुललाई चाहिँ म सुकाएर राख्छु पछि युज गर्नलाई। यस्तै गरी तपाईको वरिपरि छ भने यो फुललाई ल्याएर सुकाउनुस्, सुकाएर राख्नुस् र पछि युज गर्नुस्। यो फुललाई चाहिँ म सुकाएर त्यो पछि युज गर्छु, यसको बनाएर खान्छु। अब यस्तै यो फुललाई चाहिँ तपाईँ सुकाएर राख्नुस् र आधी चम्चा, सानो मान्छेलाई आधी चम्चा र ठुलो मान्छेलाई 1 चम्चा यो पानीमा उमाल्नुस् र खाँदै गर्नुस्। यसो गर्नाले तपाईको पेटमा चाहिँ जुन पित्तको थैलीमा पथरी छ, त्यो पथरीलाई चाहिँ बिस्तारै बिस्तारै त्यसलाई चाहिँ घोलाउने काम गर्छ, त्यसलाई चाहिँ टुक्रा टुक्रा बनाएर पिसाब मार्गबाट निकाल्ने काम गर्छ। अब तपाईहरू भन्नुहुन्छ पित्तको मुख हुँदैन, पित्त कसरी भित्र जान्छ? पित्तको मुख हुँदैन भने पित्तमा पथरी कसरी बन्छ? हो, जब हामी जति खानेकुरा खान्छौँ नि, जुन क्याल्सियमको मात्रा हुन्छ, त्यो वेस्टेज त्यो शरीरभित्र हुन्छ, त्यो कचराहरू त्यही गएर त्यही मुखबाट छिरेर पित्तमा चाहिँ हाम्रो पथरी बिस्तारै बिस्तारै त्यो पहिला त एउटा बोसो जस्तो हुन्छ, त्यो चाहिँ बिस्तारै बिस्तारै पथरीमा परिणत हुँदै जान्छ। त्यही भएर पित्तको 24 घण्टामा एकपल्ट मुख खुल्छ र यसको चिया बनाएर खानुस् या धुलोको पाउडरको चिया बनाएर खानुस्। तपाईँ चाहिँ पित्तको पथरीबाट छुटकारा पाउन सक्नुहुन्छ। त्यस्तै यो चाहिँ हाम्रो ओभर हेल्थको लागि चाहिँ एकदमै राम्रो छ। अब तपाईँ चाहिँ कतिको यसमा सहमत हुनुहुन्छ, विश्वस्त हुनुहुन्छ? यदि तपाईँलाई विश्वस्त लाग्छ भने आजदेखि यो यसको चिया बनाएर खान चाहिँ सुरु गर्नुहोस्। कम्तीमा 2-3 हप्ता खानुस्, त्यसपछि तपाईँ चेकअप गराउनुहोस्। तपाईँको रिजल्ट चाहिँ एकदमै तपाईँको रिजल्ट चाहिँ एकदमै राम्रो आउनेछ। त्यही भएर यो प्रक्रिया गर्नुहोस् र आफू स्वस्थ रहनुहोस् र अरूलाई पनि स्वस्थ गर्नमा मद्दत गर्नुहोस्। किनभने यो अहिले यतिकै खेर गइरहेछ, यसको फाइदा उठाउनु होला। भिडियोलाई
धेरै सेयर गरिदिनु होला, लाइक गरिदिनु होला र कमेन्ट गरिदिनु, मनमा लागेको कुराहरू कमेन्ट गरिदिनु होला। सब्सक्राइब गरी बेल आइकनमा थिची अलमा प्रेस गरिदिनु होला, ताकि म यस्तो हेल्थ सम्बन्धी होम रेमेडी भिडियो चाहिँ म ल्याइराख्छु। हस् त, बाई बाई, टेक केयर।